हेलो सबै साथीहरुलाई नमस्ते। हैन त अब आज चाहिँ है चिसो छ नि त, त्यही भएर कोदोको र फापरको मिसिएको ढिँडो साग अनि मासु त्यसपछि डल्ले खुर्सानी छ। ल खाम। अनि हामी चाहिँ खान लागेको है, हजुरहरु पनि जाडोमा चाहिँ यसरी नै खानु होला ल। मिठो हुन्छ नि चिसोमा, हेल्दी पनि हुन्छ नि। हस् यो हजुरहरुको लागि, त्यसपछि मेरो लागि। मिठो छ, कस्तो मिठो रहेछ। ढेडो भन्दा मासु धेरै छ के हो। म मासु धेरै खान्छु नि त, त्यही भएर मासु धेरै खाएको राम्रो त होइन, तर पनि मलाई चाहिँ खानु मन लाग्छ कि फेरि। खुर्सानी नखाने त जित्तै बुझ्दैन फेरि। अहिले डल्ले खुर्सानी चाहिँ चाहिन्छ उसले, जे गर्दैन। त्यही भएर बट्टामा हालेर राख्छु फेरि, नुनमा भिजाएर भए पनि। अचार मिठो छ है, एकदम मिठो छ। टिमुर हाल्दै थियो मिठो छ। साह्रै मिठो छ है। तपाईँहरू पनि यस्तो गरेर जाडोमा चाहिँ बनाएर खानु। तर यो एक बिहान भयो नि बेलुका भयो नि, सकेसम्म बिहानै खाएको राम्रो। यसरी नै बनाएर खानु ल हजुरहरू पनि सबैजना। बाई बाई।